Hello guys, welcome back to my channel. यो इज मेरो पर्मानेन्ट के वेलकम ब्याक टु माई च्यानल भनेपछि हाँस्ने किनभने आज त कमेडी भइरहेको गाइज किनभने आज हाम्रो चाहिँ स्कुल हेल्थ एक्जिबिसन छ के कम्युनिटी पोस्टिङ चलिरह नि त अनि त्यहाँ चाहिँ अब स्कुलमा गएर एक्जिबिसन गर्ने हो अनि भन्ने कुरा चाहिँ यहाँ छ यहाँ यसरी टालेर यस्तो दुःख गर्नु पर्छ बच्चा जस्तो कि पुरा नाङ्लोमा स्याउकेर टालेर गर्नु पर्यो त्यही भएर कमेडी लागिरहेछ देन भयो दाइले सोध्नु भएको थियो कि अघि के हो भनेर अनि त्यही भएर कसरी लिफ्ट दिए नि हुन्थ्यो नि यहाँ नि हँसाउनहरू सोच्न नर्सिङ पढ्न सजेस्ट गर्छस् कि नै कति रमाइलो गर्नुपर्छ हामी रातभरि सुते होइन है कति भयो 2-3 दिन भयो रातभरि सुते होइन कि यस्तो बनाएर यो चाहिँ हाम्रो यो माई प्लेट हो के अनि म संस्कृति र ससिनाकोमा चाहिँ माई प्लेटहरू त्यो न्युट्रिसनवालाहरू परेको थियो अनि हामीले चाहिँ पिरामिड अनि माई प्लेटहरू बनाएछौँ कि अनि लाइक कति खाना पर्छ हामीले डेली लाइफमा आफ्नो प्लेटमा कार्बोहाइड्रेट अनि प्रोटिन अरू के हुन्छ अरे कस्तो भन्न नि आएको डेयरी प्रोडक्ट्सहरू अनि भेजिटेबल फ्रुट्सहरू कति खानुपर्छ भनेर चाहिँ त्यो उस हुन्छ कि अनि त्यही वाला हो यहाँ म केही भन्दिनँ अनि उहाँ चाहिँ आज चाहिँ मैले अब भ्लग बनाउने एकदम कन्टेन्ट छ नि त किनभने राम्रो हो नि त अब एक्जिबिसनमा त सब राम्रो राम्रो बनाएर आएका हुन्छन् केटीहरूले यस्तो राम्रो राम्रो बनायो नि हाम्रो त अझ यो नराम्रो हो कि त्यही भएर सब देखाउँछु आज अनि मेमोरिज पनि हुन्छ नि त पछिसम्म हामीले यस्तो गरेको थियौँ भन्दा अनि त्यही भएर तर इट्स टु लेट गाइज लास्ट लेट भइसक्यो लिफ्ट कसैले दिँदैन भने जाउ लाग्दो त्यही हो यहाँ छ कति धेरै सामानहरू यस्तो हात दुखेछ हामीले चाहिँ रबिनलाई भनेर के भन्छ त्यहाँसम्म छोडिदिने भने अनि लगिदिन्छु भने खालको यत्रो सामान हो ढिलो भइसक्यो लास्ट थकै लगाइसक्यो यार यो सब सबै हात गलिसक्यो रबिन चाहिँ स्कुटर झिक्न गएको छ यो हो मेरो ब्रदर What is this behavior? भयो थ्याङ्क यू सो मच आजै बस यस्तो प्याक हुन परेको बिचरा आकृतिहरू प्रमिसाहरू त्यहाँ आउँदै खान् कि कति धेरै सामानहरू लिएर हामी बस गरी One eternity later. अब चाहिँ हामी स्कुलमा जान लाग्यो अनि त्यसपछि स्कुलमा हो नि त एक्जिबिसन त्यही भएर ए सामान त यस्तो छ पीडित भइयो सब पीडित छन् कस्तो राम्रो राम्रो बनाएन हामीले स्कुलको मोडलहरूदेखि लिएर एभ्रिथिङ दामी दामी भयो अहिले लास्टमा सबै देखाउँछु लास्टमा भन्दाखेरि अहिले उता गएपछि देखाउँछु अनि पहिला चाहिँ सेटअप गरेर जाउँ हामी होइन गएर धेरै कामहरू गर्नु छ अहिले फेरि भिडियो धेरै बनाएको देखाएन नि अहिले गाली खान्छ फाइनल्ली हाम्रो स्कुल चाहिँ यो है श्री कुमारी प्राथमिक विद्यालय शुक्ला गण्डकी 5 तनहु ल स्कुलमा नमस्ते म्याम यस्तो हाई स्कुल चाहिँ यो र यो स्कुल र यो स्कुल कम्पेयर गर्नुहोस् गाइज हामीले बनाएको है ल डिट्टो होइन त नि है दामी भएको यहाँ यो र यो नर्सेस आर लाइक सो क्रिएटिभ के मतलब यस्तो यस्तो कुराहरूमा चाहिँ अति त्यो उस हुन्छ क्या कस्तो लाइक भन्दा कस्तो प्राउड फिल हुन्छ कि सबैले राम्रो गर्दाखेरि चाहिँ जस्ट नर्सिङको चाहिँ कस्तो राम्रो गर्छन् जस्तो हुन्छ नमस्ते म्याम गाइस बच्चाहरूले के यो स्कुल चिनेर के हामीले अहिले भर्खर स्कुल बनाएको थियौँ नि त त्यो मोडल स्कुलको मोडल बनाउनुपर्छ नि त्यो स्कुल चिनेर हाम्रो स्कुल भन्दै खुसी भएका बिचरा कस्तो क्युटहरू गाइस मलाई त लास्ट आएछ उनीहरूले भिडियो हजुरले भ्लग बनाउनुहुन्छ मैले देखेछु भनेर आएका हो र ए हो कसरी थाहा भयो त मेरो नाम के हो मेरो नामलाई मेरिना Preparation going on. Hello, Miss.
हजुर ल हुन्छ अनि हेर ल सब्स्क्राइब गर्यौ ल गुड बस बस के अहिले अहिले आऊ है थ्याङ्क यू सो मच थ्याङ्क यू है सबजना थ्याङ्क यू लभ यू चाहिँ मेरो नाम लेख्दिन पर्यो रे यो MERIN मेरिना हजुर अबे कसले दिएको थ्याङ्क यू सो मच मैले चकलेट दिएँ happy guys हुन्छ नि so overwhelming I'm literally last खुसी चकलेट पनि दिएको छ ओइ मैले चकलेट पाएँ गन्छ हामी A few moments later guys finally हाम्रो एक्जिबिसन चाहिँ रेडी भयो अब चाहिँ म हजुरहरूलाई देखाउँछु ल एक एक गरेर यहाँ चाहिँ ह्यान्ड वासिङ भइरहेछ चाहिँ होम हाइजिन यो के हो स्कुल मोडल कुन स्कुल मोडल हाम्रो यो स्कुलको मोडल भयो अनि यहाँ चाहिँ संस्कृति यो चाहिँ के हो सन्तुली दाहार माई प्लेट फुड पिरामिड दिपिका स्ट्यान्ड अप दिपिका यो चाहिँ के होला एक्सप्लेन गरिदिनु होला यो भनेको चाहिँ हाम्रो बच्चाहरूको बुझाएको छौँ जस्तै अब सावर गर्ने डेली त्यसपछि ब्रसहरू गर्ने हेल्दी फुड्सहरू खाने त्यही भयो यहाँ चाहिँ पिरामिड छ यहाँ चाहिँ बच्चाहरूको पिरामिड ल थ्याङ्क यू अब हजुरहरूको के छ मोबाइल धेरै चलाउनुको असरहरू छ साडी लैजानुहोस् त सबै यही छ ए वाउ कस्तो राम्रो है यो चाहिँ वाउ दिपिका आर्टिस्ट इफेक्ट्स अफ एक्सेसिभ युज अफ इलेक्ट्रोनिक डिभाइसेसहरू भयो सबै लेखेको छ राम्रो एकपल्ट देखाइदिनुहोस् ल अब हजुरहरूको गरौँ न हाम्रो चाहिँ यसमा चाहिँ सरुवा रोगबाट बस्ने उपायहरू हामीले के हजुर यसमा चाहिँ मास्क लगाउनुपर्छ बाहिर डुल्नहरू जाँदा धेरै भिडभाडमा जानु हुँदैन अलिक दूरी कायम गर्नुपर्छ हेलो प्रमिसा हजुरहरूको चाहिँ के छ आज एक्जिबिसनमा यो सबै एरिया हाम्रो हजुर ट्राफिक लाइट मोडल हो पनि अर्को ट्राफिक लाइट मोडल हो यसमा चाहिँ ट्राफिक सिग्नल्सको बारेमा अनि ट्राफिक स्याम्पलहरू देखाएको वाउ ट्राफिक भेहिकल्सको लागि यो चाहिँ हाम्रो हेल्दी लङ्स यो चाहिँ हेल्दी लङ्स हामी चाहिँ डेली एक्सर्साइज गर्नुपर्छ सूर्य नमस्कार गर्न सिकाएको है सूर्य नमस्कार गर्नु वा ल थ्याङ्क यू हजुरहरूको हेलो नमस्ते यिनीहरूको के हजुरहरूको के छ आज आज हाम्रो फर्स्ट एड हो हजुर फर्स्ट एडको चाहिँ हाम्रो यो फ्र्याक्चर हुँदाखेरि चाहिँ पहिला चाहिँ एम्बुलेन्सलाई फोन गरेर बोलाउनु पर्यो हजुर एम्बुलेन्स चाहिँ लास्टमा आउँछ है फेरि ए हजुर हजुर अनि त्यसपछि चाहिँ फ्र्याक्चरको चाहिँ पहिला चाहिँ फ्र्याक्चर भएको हुन्छ नि त हजुर अब नआत्या भनेर चाहिँ हल्का प्रोत्साहन गर्नु पर्यो त्यसपछि चाहिँ यो रबर रोक्नको लागि गज प्याडले प्रेस गर्नु पर्यो हजुर त्यसपछि ब्यान्डेजिङ गर्नु पर्यो त्यसपछि यो काठ राखेर चाहिँ यसलाई इमोबिलाइज गर्नु पर्यो कि फर्स्ट एड बक्सको सामान के छ फर्स्ट एड बक्समा चाहिँ के राख्नुपर्छ हामीले बक्समा चाहिँ यो डेटोल एकचोटि भनिदिनुहोस् न डेटोल बेटाडिन भयो प्यारासिटामोल सिरप र प्यारासिटामोल थर्मोमिटर त्यसपछि यो बेन्डेज इलास्टिक बेन्डेज अनि ओआरएस त्यसपछि कटन रोल अनि यो गज पिस गज प्याड त्यसपछि यो ग्लोभ्स अनि मास्क अनि त्यसपछि यो चाहिँ गज यो चाहिँ हामीले घरमै पनि बनाउन सक्छौँ ल थ्याङ्क यू अनि मन पर्यो हजुरले त नेपाली दिदीले यिनीहरू नै हो के भन्छ अरे युके जाने भनेर बिगानी केटा हजुरहरूले किन नर्स बनेको वाउ थ्याङ्क यू सो मच थ्याङ्क यू क्लास कुन हुँदैन नि तिमी ल यो के हो त नि के होला जस्तो लाग्यो हजुरहरूलाई तरकारीहरू खाने है अनि चना खाने दाल खाने गेडागुडीहरू खाने है अनि भात खाने खाना पनि खानु पर्यो मकै खानु पर्यो अनि यो के हो नि खानु पर्यो अनि तरकारी अनि यतापट्टि अरू नि खानुपर्छ नि यो के होला कचौरामा के हो
हो यो प्लेटसँगै तरकारी फलफुलहरू होइन तिनीहरूसँगै दुध र दही पनि खानु पर्यो है बुझ्नुभयो अनि हजुरहरूले जङ्क फुड खाना हुन्छ कि नै हुँदैन अनि जङ्क फुड अब यहाँ चाहिँ हाम्रो गेम छ होइन यता सुन्नुहोस् त यहाँ चाहिँ दुईवटा गेम छ है यो खाना नहुने चिजहरू अनि यता चाहिँ खाना हुने चिजहरू चाहिँ हाल्ने है अब यहाँ चाहिँ के छ यो बिस्कुट चाउचाउहरू सबै के छ कता खाना यता चाहिँ खाना मिल्दैन जुन खाना मिल्दैन यता हाल्नु खाना मिल्ने यता हाल्नु ल के हो एकछिन नरोक्नु म भएको भन्छु यो के हो ल यो ललिपप हो है यो कता हाल्ने त नि ल कुन हाल्छ अनि यो चाहिँ के हो यो साग खाना मिल्छ कि नै साग खायो भने के हुन्छ मिठो कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं अनि यो कोक खाना हुन्छ कि हुँदैन कस्तो ज्ञानी छ है ज्ञानी छ कि छैन हो सबभन्दा ज्ञानी हो कोक खाना हुन्छ कि नै यो बहिनीले हाल्ला ल कहाँ हाल्ने रे अनहेल्दी फुडमा हाल्ने है यो के हो नि यो के लेखेको छ यो बुझ्नुहुन्छ बिस्कुट अनि यो यो यिनीहरू खाना हुन्छ कि हुँदैन यता हाल्नु पर्यो है ल भयो ल हजुरहरूले मिलाउनु भयो थ्याङ्क यू ताली सबैले ताली बजाइदेऊ ल एकदम राम्रो गर्नु है आँखा टाल्नु भएको उहाँले हाँस्न पाइँदैन ओ गुड यो हेर्न हाँसेर ल उहाँले कस्तो बनाउनु भयो देखाउनुहोस् त ल कस्तो राम्रो देखियो हो कति राम्रो देखियो उल्टा टाइगर कोले ल्याइदियो त फर्स्ट एड बक्स ल भयो प्रोग्रामबाट उपस्थित हुनुभएका सिस्टरहरू अनि म्याडमहरू हाम्रो प्रज्यू र शिक्षक स्टाफ साथीहरू र हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पुनः नमस्कार नमस्ते आज विद्यार्थी भाइ बहिनीहरूले हाम्रो मिसहरूले दिनुभएको प्रोग्रामहरू सबैले कक्षागत रूपमा हेर्नुभयो कसरी दाँत मोल्ने कसरी हात धुने अनि कुन खानेकुराहरू खाने फोहोरहरू कसरी राख्ने बाटो पर्दा कसरी कट्ने भन्ने कुरा यावत कुराहरू हामीलाई यो सबै तस्विरहरू आफै बोलिरहेको छ मिसहरूलाई धेरै धेरै बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले मिसहरू दिदीहरू भनेर भुतुक्कै हजुरहरू समक्ष राख्न जमर्को गरिरहेका छन् मिस हामी पनि म्याडम हामी पनि एउटा दिदी आउँछौँ भरे भन्ने हिसाबले मृत सचिन परिवारको आत्माले भनेका कुराहरू गीतमा गर्न गइरहेका छन् विद्यार्थीहरूलाई
प्रतियोगिता को भाइ बहिनीले भाग लिनु भएको छ अगाडि आएर प्रस्तुत गरिदिनु हुन म तराईका फाटाभरि धानका बाला लह लह वनमा बस्ने मयूर प्रज्यू गुरुआमा पिउबाट पाल्नु हुने सिस्टरहरूमा तनहुँ जिल्ला सुनपा स्कुल राम्रो कुमारी पिउबाट पाल्नु भयो नृत्य पढ्न सपना अनेक थुपारी थ्याङ्क यू हिजो तोते बोली कथ पढ्दै कलिला अनुहार यो त रोइ ओइ बिचा त रोएर मस्काएर भन्छ गाइस दामी ओपी नरौ के नरौ छोड्दै बाबा आमाको माया ममता आमाको विधि र शिक्षा पढ्ने आफै कमाउने रमाउने जमाउने अनि हँसाउने पढ्ने आफै कमाउने रमाउने जमाउने अनि हँसाउने लक्ष्य हजुरहरूको पुरा हो बिरामीको मुहार हँसाउने लक्ष्य हजुरहरूको पुरा हो बिरामीहरूको मुहार सधैँ हँसाउने Wow! Thank you so much. Thank you. कस्तो राम्रो र मिसहरूलाई पनि धेरै धेरै धन्यवाद धन्यवाद हाम्रो यस्ता कार्यक्रमहरू धेरै धेरै ल्याइदिनु भयो र हाम्रो यो अलि विकट एरियामा नि अब सुगम एरियामा त यस्ता कार्यक्रमहरू विद्यार्थी भाइ बहिनीहरूले धेरै ठाउँबाट जानिसकेका हुन्छन् अब यो कार्यक्रमहरू आइदिएकोमा हामी हजुरहरूलाई धेरै 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 धन्यवाद दिँदै आजलाई यो कार्यक्रम यही नै अन्त्य गर्न A few moments later. मेरिना दिदी मेरो नि प्लिज नामै थाहा नभइकन मेरो मेरो पूजा मेरिना दिदी 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 मेरो पहिला थाहा मैले भएको मेरो पूजा यु सो मच युनिक भाइ डान्सर भाइ पार्टनर होला नि त युनिक भाइ विल बी मेरो दिदी मेरो त एक नि सब्स्क्राइबर गर्नु वे पूजा पर्या के लेख मामा अरु तेल दिदी यस्तो ओए तर मेरो त दुईटा माने पहिले नमेटिन हामीले हम कपी दिदी मेरो त किताबमा अरु के किताबमा यस्तो आइफोन 14 मलाई गिफ्ट हान्दियो मैले मिस हजुरको सबै साथीको सँग जाम यार अस्ति पनि हामीले नामाको मिस म समाज दिन्छु बाई बाई हामीलाई बिर्सिने होइन नि फेरि यतै छ है मेरिना ठकुरी आज स्कुल हेल्थ एक्जिबिसन पनि भइयो अनि त्यो भाइ बहिनीहरूसँग सबसँग भेट भयो मलाई त यस्तो त कसम कहिल्यै फिल भएको थिएन कि बुच्चाहरू कति माया गर्छन् कि है बिचरा त्यो एकचोटि यिनीहरूले चाहिँ भ्लग भन्दै थियो कि मेरो भ्लग मेरिना दिदीको भ्लग छ भन्दै रहेछन् है अनि म यिनीहरूको क्लासमा गएको थिएँ मलाई केही थाहा थिएन उनीहरू त दिदी बिग फ्यान भन्दै चिच्चाउँदै आएका अनि त्यहाँबाट मलाई यहाँ म स्कुल आयो भने मलाई सबले कि लाइक हुन्छ नि यहाँ चाहिँ 1 बाट नर्सरीबाट 5 सम्म छ सबैले चिनिहाल्नु होला कि लगभग जियोस् 5 ले त सबैले चिनिहाल्नु होइन 2 ले चिनिहाल्नु
2, 3हरू सबैले दिदी हजुरले त भ्लग बनाउनुहुन्छ भन्दै ठुल्ठुलो बच्चाहरू चाहिँ सबले चिनेछन् अनि कस्तो लाग्यो कस्तो क्या खुसी लाग्यो घले गाउँको भ्लग हेरेको थिएँ नि मैले अनि सबैले दिदी हजुर रुनु भएको रे मलाई त आउने बित्तिकै कस्तो भनेको कि सबै भिडियोहरू हेरेछन् लाइक कमेन्टहरू पनि आइरहेको कि मलाई फेरि सब्सक्राइब पनि अहिले चाहिँ यिनीहरूले हो कि यिनीहरू सबैले तिनीहरूको विचार गर्दैन मेरो त बढेन भन्दै जे होस् कि एकदम खुसी लाग्दो रहेछ क्या अनि त्यस्तो म क्या पपुलर भ्लगर त होइन नि त जे भयो नि कस्तो माया गर्ने कि ल एकजनाले यहाँ अटोग्राफ दिन्छ है म भन्दै एकजनालाई कि यत्तिकै भनेको सबजना प्लिज दिदी दिदी भनेर सबको कपीमा लेखेर आफू कपीमा लेखेर जे होस् यिनीहरूले गर्दा नै कस्तो खुसी लाग्ने कि होइन त्यही भएको अरू केही कमाउन नसके नि माया कमाउन सक्यो त्यही यो त रोएर गाइज रुनु देखाउनेमा अनि के लास्ट त्यही भएर नि त 3-4 दिनमा र कराको कराई एकदम धेरै भइरहेको नि त अनि ठ्याक्क तिनीहरूले जे भने नि हाम्रो लागि गरिदिएको नि त कस्तो खुसी लाग्यो कि अनि हामीलाई त्यो पियु भन्दै गीत गाएको ऊ फेरि रोइह आइज के हुन्न के त्यस्तो नि यस्तै हो माया लाउँछ नरो है नरो लास्टै माया पाइन्छ कि गाइज बच्चाहरूलाई पढाएर होइन अनि यस्तो केही दियो भने त अति माया पाइने कि अति के कस्तो मनपर्छ मलाई टिचरवाला चाहिँ खासै मन पर्दैन तर यिनीहरूसँग आएपछि चाहिँ स्कुलमा आएपछि चाहिँ लाइक टिचर बन्न पनि कस्तो रमाइलो हुँदो रहेछ टाइपको फिल भएको कि त्यही हो